त्रिवेणी गाउँपालिका अरण्य खोला, घुरखोला र शारदा नदीको सङ्गम स्थल भएकै कारण यसलाई त्रिवेणी नामाकरण गरिएको हो। नदीहरूको सङ्गम स्थल मात्र नभएर तराई जस्तो समथर भूबनोट, पहाडका छातीहरूमा लपक्क परेको खेतीयोग्य जमिन र हिमाली भेगका अधिकांश सम्भावनाले भरिएको यस गाउँपालिका अनेक विशेषताको धनी छ। सल्यान प्रवेशको मुखारमै रहेको त्रिवेणी गाउँपालिका जिल्लाको सदरमुकाम खलङ्गादेखि 19 किलोमिटर पूर्वी र उत्तरी भेगमा फैलिएको एक सम्भावना र पहिचानको क्षेत्र हो। प्राकृतिक रूपमा सुन्दर, प्रचुर जैविक विविधता, सांस्कृतिक, धार्मिक र पुरातात्विक सम्पदाले सुसज्जित यो गाउँपालिका जिल्लाको अब्बल स्थानीय तहका रूपमा माथि उठेको छ। साबिकका त्रिवेणी, फलाबाङ, काभ्रा र कारागिटी गाउँ विकास समिति समावेश गरी त्रिवेणी गाउँपालिका बनेपछि यसलाई 6 वडामा विभाजन गरेर विकासको अवधारणामा अघि बढाइएको छ। « 2068 सालको जनगणना अनुसार त्रिवेणी गाउँपालिकाको जनसङ्ख्या 16,624 रहेको छ। कुल 119.11 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गाउँपालिका समुद्री सतहबाट 783 मिटरदेखि सुरु भएर 2107 मिटरसम्मको उचाइमा अवस्थित छ। गाउँपालिकाको पूर्वमा कपुरकोट गाउँपालिका, पश्चिममा कालीमाटी गाउँपालिका, उत्तरमा शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिका एवं दक्षिणमा दाङ जिल्लाले घेरिएको छ। जिल्लाका हरेक क्षेत्रमा हुने प्रतिनिधित्व र सहभागितामा यो गाउँपालिकाको भूमिका अग्रभागमा आउँछ। गाउँपालिकाको केन्द्र वडा नम्बर 6 को लुहाम बजारमा अवस्थित छ। संस्कृति, रीतिरिवाज र जातीयताका हिसाबले समेत सबैको समान सहभागिता रहेको गाउँपालिकामा विशेष गरी क्षेत्री, ब्राह्मण, दलित र जनजातिको बसोबास रहँदै आएको छ। यहाँका सबै समुदाय र जात जातिको एकता र सद्भाव नमुना योग्य छ। सांस्कृतिक हिसाबले सोरठी, टप्पा र पैसेरीको तालमा गाउँपालिका झुमिरहेको छ। पुरानो पुस्तादेखि युवाहरूको सहभागितामा तालमा ताल मिलाएर भाका हालिन्छ। यसका साथै विभिन्न किसिमका जातीय एवं स्थानीय लोक नृत्यहरूले यस गाउँपालिकाको विशेष आकर्षणलाई झलक्क झल्काएको छ। त्यसमा पनि यहाँको सोरठी नाच जिल्लाकै प्रसिद्ध र उत्कृष्ट मानिन्छ। गाउँपालिकाभित्र रहेका मठ मन्दिर, चोक चौतारा र गाउँले परिवेशको रहनसहन एवं वेशभूषाले सबैलाई एकताबद्ध राख्ने मात्र होइन, बिछट्टै गरिमा कायम गरेको छ। वडा नम्बर 1 मा अवस्थित करेलचौर पार्क तथा उद्यान यस गाउँपालिकाको अवलोकन योग्य ठाउँ हो, जुन नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुने क्रममा छ। यसलाई थप व्यवस्थित र आकर्षक बनाउन गाउँपालिकाले धमाधम काम गरिरहेको छ। हामीले हाम्रो ठाउँमा रहेका सम्पदाहरू करेलेको चौरमा बृहद उद्यान गराउने भनेर हामीले डिपिआर तयार गरेका छौँ। प्रत्येक वर्ष हामीले त्यसलाई सङ्घीय र प्रदेश मन्त्रालयमा, हामीले पर्यटन मन्त्रालयमा त्यसलाई पठाउने गरेका छौँ। वडा नम्बर 2 को चोरखोलामा रहेको शिव गुफा मन्दिर धार्मिक महत्त्वका दृष्टिले गाउँपालिकाको पहिचान हो। वडा नम्बर 3 को पिमखोलामा रहेको प्राकृतिक झरना पछिल्लो समय घुमघाम गर्नेहरूका लागि रोजाइको केन्द्र बनेको छ। गाउँपालिकाको केन्द्र लुहामदेखि आधा घण्टामै पुग्न सकिने यस झरनामा
अहिले सडक पूर्वाधार र प्रतीक्षालय निर्माण भएपछि त यहाँ अवलोकनका लागि पुग्नेहरूको सङ्ख्या समेत बढेको छ। वडा नम्बर 4 को फलाबाङमा रहेको पुतली दरबारले जिल्लाकै पहिचान बोकेको छ। विक्रम सम्वत 1885 मा निर्मित यो ऐतिहासिक महत्त्वको फलाबाङ दरबारबाट सुगौली सन्धि हुनु पूर्व विभिन्न राजाहरूले शासन चलाएका थिए। तर जनयुद्धका बेला यसको संरक्षण हुन नसक्दा अहिले भग्नावशेषका रूपमा यसको महत्त्व सीमित बनेको छ। अस्तित्व गुमे पनि दरबार छेउको बटुक भैरव प्राङ्गणमा रहेको प्राचीन लिपिबद्ध अक्षरहरू र केही मन्दिरको संरक्षण गरेर गाउँपालिकाले यो क्षेत्रको प्राचीनता तथा ऐतिहासिक महत्त्वलाई कायम राख्ने काम गरेको छ। यस्तै शिवालय मन्दिर र रतननाथको मन्दिर अहिले पर्यटकीय स्थल बनेको छ। वडा नम्बर 6 को लुहाममा रहेको त्रिवेणी तीर्थशाला धाम यहाँको सबैभन्दा आकर्षणको केन्द्र हो। ठुला ठुला महायज्ञ र सांस्कृतिक कार्यक्रमहरू भइरहने यो धामले समग्र गाउँपालिकालाई अर्थपूर्ण बनाएको छ। यसको स्तर उन्नति गर्न गाउँपालिकाले विभिन्न योजना लागू गरिरहेको छ। पर्यटनको विकास पनि गर्नुपर्ने हाम्रो दायित्व हो। अहिले विशेष गरी वार्ड नम्बर 1 को करेले चौरमा हामीले करेले चौर अत्यन्त ठुलो सम्भावना बोकेको, त्यहाँ एउटा पार्कको डिपिआर तयार भएको छ। त्यहाँ एउटा पार्क निर्माण हुने चरणमा रहेको छ। त्यस्तै गरी पर्यटकीय क्षेत्रको लागि वार्ड नम्बर 3 को पिमखोलामा रहेको पातेहल्ना छहरामा एउटा पिकनिक स्पोट तयार भएको छ र त्यहाँको झरनामा मान्छे रमाउने, त्यहाँ गएर पिकनिक खाने पिकनिक स्पोटको रूपमा विकास गरिएको छ। वार्ड नम्बर 4 मा रहेको एउटा पार्क निर्माण गर्ने हामीले डिपिआर तयार गरेका छौँ। त्यो क्षेत्रमा पनि हामीले पर्यटन प्रवर्धनका लागि हामीले गरेका छौँ र सँगसँगै होमस्टे सञ्चालन गर्ने भनेर हामीले होमस्टेको लागि पनि हामीले नागरिकहरूसँग कुरा गरेका छौँ। जहाँ मान्छेहरू आएपछि गाउँमा होटलहरू हुँदैन, कहाँ बस्ने त मान्छेहरू, गाउँको यहाँको लोक संस्कृति कल्चरहरूलाई संरक्षण गर्नका लागि पर्यटकहरूलाई देखाउनलाई होमस्टे सञ्चालन गर्ने। यो गाउँपालिकाको आर्थिक स्तर सुधारको प्रमुख सूचाङ्क हो कृषि क्षेत्र। औसत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठुलो हिस्सा गाउँपालिकाभित्र छ। स्थानीयहरूले परम्परागत रूपमा कृषि प्रणालीलाई बिस्तारै आधुनिक र व्यावसायिक बनाइरहेका छन्। कतिले आधुनिक र व्यावसायिक कृषि कर्म गरेर मनग्गे आम्दानी समेत गरिरहेका छन्। उपयुक्त हावापानी, माटोको बनोट र शारदा नदी आसपासका समथर जमिनमा सिँचाइको राम्रो सुविधा भएकोले गाउँपालिकाका अधिकांश नागरिक कृषि पेसामा संलग्न छन्। खेतीयोग्य जमिनमा सिँचाइ कुला निर्माण, सुधार तथा स्तर उन्नतिको काम गरिएको छ। किसानहरूलाई गाउँपालिकाले सहयोग र हौसला समेत दिँदै आएको छ। किसानहरूको खेतमा पुग्ने पुलोहरू पक्की गर्ने कामहरू गरेका छौँ। झन्डै 2793 मिटर पक्की कुलोहरू निर्माण भएको छ। आज धेरै किसानको खेतमा गएर हेर्नुभयो भने आज पक्की कुलोहरू निर्माण भएको छ। व्यावसायिक तरकारी प्रवर्धन कार्यक्रम, कृषि मेसिनरी हस्तान्तरण कार्यक्रम, लागत साझेदारीमा तरकारी पकेट कार्यक्रम लगायतका विभिन्न कार्यक्रम सञ्चालनमा रहेका छन्। गाउँपालिकाले पशु स्वास्थ्य शिविर, कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम, गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, 50% अनुदानमा बोयर बोका वितरण, कृषक सूचीकरण अभियान लगायतका विभिन्न कार्यक्रम सञ्चालनमा छन्। त्यसबाहेक यहाँका स्थानीयहरूले व्यापार व्यवसाय, नोकरी, उद्योग धन्दा साथै वैदेशिक रोजगारीलाई पनि आर्थिक उपार्जनको स्रोत बनाइरहेका छन्। कृषि र पशु व्यवसायमा हामीले आमूल परिवर्तन गरेका छौँ, आमूल क्रान्ति ल्याएका छौँ। कृषिका टनलहरू, बेमौसमी तरकारी खेती गर्नेहरूलाई कृषि टनलहरू, स्थायी र अस्थायी रूपमा कृषि टनलहरू उत्पादन भएको छ। हामीले उत्पादनमा अनुदान व्यवस्था गरेका छौँ। विशेष गरी एउटा अन्डा बेचे बापत 50 पैसा किसानले अनुदानको रूपमा पैसा पाउँछ। 1 लिटर दुध बेचे बापत 5 रुपियाँ अनुदान पाउँछ। त्यस्तै गरी सुन्तला बेचेर पैसा कमाउने आफ्नो ठाउँमा छ, तिनी सुन्तला बेचे बापत जति धेरै परिमाणमा बेचे उनीहरूलाई प्रोत्साहनको व्यवस्था गरेका छौँ। र उत्कृष्ट किसानसम्म अध्यक्ष उत्कृष्ट किसान भनेर हामीले व्यवस्था गरेका छौँ। 50,000 रुपियाँ एउटा उत्कृष्ट किसान, 20-20 हजारले 5 जना किसानहरूले हामीले यहाँबाट उत्पादनबाट अनुदानमा पाउने व्यवस्था गरेका छौँ। त्यसैले हामीले विशेष गरी वार्ड नम्बर 2, वार्ड नम्बर 4 र वार्ड नम्बर 5 लाई हामीले बाख्रा पकेट क्षेत्रको रूपमा हामीले विकास गरेका छौँ। त्यस्तै गरी वार्ड नम्बर 1, वार्ड नम्बर 3 र वार्ड नम्बर 6 लाई भैँसी करिडोर, दुध करिडोर
भनेर हामीले भैँसी पकड क्षेत्र हामीले निर्धारण गरेका छौँ। बाख्रा पाल्ने किसानलाई उन्नत जातको बोका 50% अनुदानमा हामीले व्यवस्था गरेका छौँ र 12 महिना यहाँबाट हामीले कृत्रिम गर्भधानको व्यवस्था पनि गरेका छौँ। किसानहरूलाई कृत्रिम गर्भधानको सेवा पनि उपलब्ध गराएका छौँ त्रिवेणी गाउँपालिकाबाट। त्यस्तै गरी किसानहरूको हकितको लागि विशेष गरी खेतीपाती गर्ने किसानलाई प्रविधिसँग जोड्नुपर्छ भनेर 50% अनुदानमा हाते ट्र्याक्टरहरू वितरण गरेका छौँ। बिउ बिजन भण्डारण गर्ने सामग्रीहरू वितरण गरेका छौँ। त्यस्तै गरी दुध सङ्कलनका लागि हामीले दुध सङ्कलन केन्द्रलाई हामीले अनुदान दिएर 5 लाख रुपियाँ अनुदान दिएर दुध सङ्कलन केन्द्र स्थापना गरेका छौँ। किसानको कृषि उपजलाई बजारसम्म पुर्याउन हामी ठाउँ ठाउँमा कृषि सङ्कलन केन्द्र, कृषि हाट बजारका लागि कृषि सङ्कलन केन्द्र हामीले स्थापना गरेका छौँ। विशेष गरी वार्ड नम्बर 5 र 4 लाई टुनीबोटमा, त्यस्तै गरी वार्ड नम्बर 5 र 6 का केही किसानहरूलाई फाइदा पुर्याउन हामीले सल्ले खोलामा हाट बजारको व्यवस्था गरेर सङ्कलन केन्द्र गराएका छौँ। त्यसै यहीँ लुआममा एउटा सङ्कलन केन्द्र छ, काभ्रामा सङ्कलन केन्द्र छ। त्यसैले किसानको कृषि उपजलाई बजारमा पुर्याउने कुरामा पनि हामीले सपोर्ट गरेका छौँ। गाउँपालिकामा आधारभूत तहदेखि माध्यमिक तहको शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू छन्। उच्च शिक्षाको विकासको लागि गाउँपालिकाले पहल गरिरहेको छ। सामुदायिक र संस्थागत गरी 7 वटा माध्यमिक तहका विद्यालय र 27 वटा आधारभूत तह गरी जम्मा 34 वटा शिक्षण संस्थाहरू छन्। गाउँपालिकाले आफ्नै पाठ्यक्रम लागू गरेर जिल्लामा नमुना योग्य र उदाहरणीय काम गरेको छ। स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास र भूगोल आदिलाई समेटेर हाम्रो त्रिवेणी नामक पाठ्यक्रम निर्माण गरी पढाउन थालिएको छ, जसको प्रभावले आधारभूत तहका बालबालिकालाई स्थानीय स्तरको जानकारी र महत्त्व बुझ्न मद्दत मिलेको छ। विद्यालय सुधारका लागि विभिन्न विद्यालयका भवन पूर्वाधारहरूको निर्माण, पुस्तकालय, कम्प्युटर ल्याबको निर्माण गरिएका छन्। विभिन्न विद्यालयका खेल मैदान, कम्पाउन्ड वाल निर्माण गरिएको छ। 4 वटा माविमा 0 दरबन्दी, 6 वटा निवाईमा 0 दरबन्दी रहेको अवस्था थियो र हामीले जहाँ विद्यार्थी त्यहाँ शिक्षकको व्यवस्था गऱ्यौँ। हामीले शिक्षा ऐन हामीले गराएका छौँ, विद्यालय सुधार योजना गराएका छौँ र शिक्षकहरूलाई काजमा खटाएर विद्यार्थीको अनुपातमा शिक्षकहरूलाई व्यवस्थित गरेका छौँ। त्यतिले पनि नपुगेर केही 18-20 जना शिक्षकहरू हामीले स्वयंसेवक शिक्षकको रूपमा राखेर अहिले माध्यमिक तहसम्मको शिक्षा सुचारू गरेका छौँ र मावि र निवावीलाई अनुदान शिक्षकको व्यवस्था पनि गरेका छौँ। त्यसैले अहिले विद्यालयहरू राम्रो भएको छ। विद्यालयको पूर्वाधारको कुरा गर्ने हो भने पनि हामीले धेरै ठाउँमा विद्यालयका पूर्वाधारहरू बनाएका छौँ। विद्यालयको पूर्वाधार निर्माण भएका छन्। गाउँपालिकालाई विद्युत र सञ्चार सुविधायुक्त बनाउन शङ्खमूल सामुदायिक संस्था मार्फत काम थालिएको छ। सामुदायिक ग्रामीण विद्युतीकरण विभागबाट ठेक्का स्वीकृत तथा सम्झौता भई ठेकेदारबाट विद्युतका पोलहरू जडान कार्य सम्पन्न भइसकेका छन् भने अधिकांश स्थानमा बत्ती पुगिसकेको छ। अबको केही समयभित्र कार्य सम्पन्न भई उज्यालो त्रिवेणी अन्तर्गत सबै जनताका घरमा बत्ती बल्ने गाउँपालिका अध्यक्ष मानबहादुर डाङ्गी बताउनुहुन्छ। नागरिकहरूको घरमा बत्ती नपुग्ने, मोबाइल चार्ज गर्ने अवस्था थिएन। हिजो गाउँपालिकाले सामुदायिक विद्युतीकरण मार्फत 10% जनताले बेहोर्ने पैसा बेहोरेर आज सबै बस्तीहरूमा, त्रिवेणी गाउँपालिका सम्पूर्ण बस्तीहरूमा बत्ती पुर्याउने कामहरू हाम्रो जारी छ। वार्ड नम्बर 2 को धेरै बस्तीहरूमा अहिले विद्युत पुगिसकेको अवस्था छ। वार्ड नम्बर 1 को केही भूगोलमा, वार्ड नम्बर 3 को केही भूगोल, वार्ड नम्बर 4, वार्ड नम्बर 5 र 6 का सबै बस्तीहरूमा अहिले बिजुलीका पोलहरू पुर्याउने, तारहरू विस्तार गर्ने र बत्ती पुर्याउने कामहरू गरेका छौँ। यसले मलाई लाग्छ अब थोरै समयमा उज्यालो त्रिवेणी हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। अहिले गाउँपालिकाका प्रत्येक वडामा सडक पुगेको छ। गाउँपालिकाले गौरवका रूपमा हेरेका 4 सडकहरू रिखे राजागिटी गैरागिटी, रिखे गैरी कचेरी, ढुङ्गे बजार पिमखोला मक्खनटाकुरी, लुहाम सिमक ढोरचौर र लुहाम फलाबाङ हुँदै दाङ जोड्ने सडकलाई स्तर उन्नति गर्ने काम निरन्तर चलिरहेको छ। अन्य स्थानहरूमा पनि आवश्यकता अनुसार मोटर बाटाहरू निर्माण गरी सबै मुख्य बस्तीहरूमा सडकको पहुँच पुर्याउने कार्य जारी राखिएको छ। लुहाम खोलामा पक्की पुल निर्माण भएको छ। रामबजार शङ्खपिपल जोड्ने शारदा नदीमा मोटरेबल पुलको टेन्डर भइसकेको छ। लुहाम काभ्रा कालीमाटी सडक स्तर उन्नति र कालोपत्रे दुवैको बजेट सुनिश्चित भई काम सुरु भएको छ। त्रिवेणी गाउँपालिकाले हाम्रो 5 वर्षमा करिब 117 किलोमिटर नयाँ कच्ची सडकहरू निर्माण गरेका छौँ। हामीले 117 किलोमिटर नयाँ सडकको ट्र्याक ओपन भएको छ। हामी निर्वाचित हुने बेला हामीले बाछा गरेको लुहाम ढोरचौर आज मोटर गुड्ने भएको छ। लुहामदेखि फालाबाङ हुँदै दाङ मखनटाकुरी दाङ जाने सडक अहिले ट्र्याक ओपन भएको छ। त्यसको स्तर उन्नति गर्न बाँकी छ। ढुङ्गी बजार पिमखोला हुँदै मखनटाकुरी भएर दाङ जाने सडकहरू निर्माण भएको छ।
त्यस्तै गरी रिखे गैरी गडेरी दाङ सडक निर्माण भएको छ। रामबजार अखेला सडक निर्माण भएको छ। त्यस्तै गरी उता राजागिठी रिखे बजार राजागिठी गैरागिठी हुँदै काँरागिठी हुँदै खैराबाङ जोड्ने सडक श्रीनगर जोड्ने सडकहरू निर्माण भएको छ। यसले पनि के देखिन्छ भने सडकमा हामी सबै बस्तीहरूलाई सडकको सञ्जालमा जोडेका छौँ। कुनै त्यस्तो बस्ती छैन जहाँ सडकको सञ्जाल नपुगे होस्। वडा कार्यालयहरूमा वडा कार्यालय आउन गाउँपालिकाको केन्द्रमा आउन सबै बस्तीबाट आज सडकहरू निर्माण भएको छ। हामी निर्वाचित भइसकेपछि लोआम खोलामा पक्की पुलको लागि बजेट सुनिश्चित गरेका हौँ। हामी काठमाडौँ गएर हामी बजेटको सुनिश्चित गरेर यहाँको पुल तयार भएको छ। अहिले लोहाम काभ्रा कालीमाटी जोड्ने सडकहरू द्रुत गतिमा निर्माण भइरहेको छ। अहिले डबल कटिङको काम र कालोपत्रे गर्ने कामको पनि टेन्डर भएको छ। अनि त्यस्तै गरी रामबजार हुँदै काँरागिठी जोड्ने सडकमा एउटा मोटरेबल पुलको टेन्डर भएको छ। त्यसले गर्दाखेरि पनि सडकको क्षेत्रमा पनि हामीले उल्लेखनीय काम गरेका छौँ। काम कारबाहीलाई सहज ढङ्गले सम्बोधन गर्न गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम सुरुवात गरिएको छ। करिब 8 करोड लागतमा निर्माण हुँदै गरेको भवन अबको केही समयमै निर्माण कार्य सम्पन्न हुनेछ। हामी पहिलोपटक सङ्घीय गणतन्त्र नेपालको स्थानीय तहको अध्यक्षको रूपमा पहिलोपटक निर्वाचित भएपछि साँच्चै भन्ने हो भने अत्यन्त दयनीय अवस्था थियो। पालिकाको केन्द्रको टुङ्गो थिएन, त्यसपछि हामी बस्ने कुर्सी थिएनन्, हाम्रो कोठाहरू थिएन, कार्यालयहरू व्यवस्थित थिएन। त्यस्तो अवस्थामा हामी निर्वाचित भयौँ र अहिले हामीले धेरै कुराहरू पुरा गरेका छौँ। कार्यालयहरू व्यवस्थित गरेका छौँ। अनि अहिले प्रशासकीय भवन बन्दैछ। हामीले लोहाममै हामीले 5 रुपैयाँ जग्गा निःशुल्क रूपमा हामीले प्राप्त गऱ्यौँ। 4 रुपैयाँ जग्गा हामीले किनेर झन्डै 8 करोड 32 लाखको गाउँपालिकाको प्रशासकीय भवन निर्माणाधीन छ। अहिले निर्माणको चरणमा छ। भोलि आउने अध्यक्षले त गाडी चढेर आफ्नो कार्यालयमा आउन सक्छ, जबकि हिजो हामी बस्ने अवस्था थिएन। र एउटा सुविधा एउटै घरभित्रबाट सबै नागरिकलाई सेवा दिने एउटा प्रशासकीय भवन बन्न लागेको छ। 6वटै वडाहरू व्यवस्थित हुँदाखेरि अब भोलि जनतालाई भरपर्दो छिटो छरितो सेवा प्रदान हुनेछ। जनतालाई प्रभावकारी रूपमा स्वास्थ्य सेवा प्रदान गर्न सार्वजनिक बिदाका दिन समेत स्वास्थ्य चौकी खुल्ला राखी सेवा दिँदै आइएको छ। सुत्केरी महिलाहरूलाई घरमै गएर स्वास्थ्य परामर्श तथा चेक जाँच, ज्येष्ठ नागरिकहरूलाई घरमै पुगी स्वास्थ्य उपचार लगायतका कार्य लोकप्रिय बनेका छन्। गाउँपालिकाका 4वटा स्वास्थ्य चौकी र 2वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेका छन्। 10 शय्याको अस्पताल निर्माण हुँदैछ। 2वटा एम्बुलेन्सले सेवा प्रदान गर्दा आकस्मिक उपचारका लागि नागरिकले सेवा पाएका छन्। स्वास्थ्यका सबै भवनहरू निर्माण हुँदा पूर्वाधारमा गाउँपालिका आत्मनिर्भर देखिएको छ। हामी निर्वाचित भएर स्वास्थ्य संस्थामा हामी निरीक्षणमा जाने बेला 2 बजे हेल्थ पोस्ट बन्द हुन्थ्यो। औषधि पर्याप्त मात्रामा औषधि थिएन हेल्थ पोस्टमा, अनि जनशक्ति थिएन। त्यति भएपछि अब सबैभन्दा ठुलो कुरा एउटा मौलिक हकको रूपमा नेपालको संविधानले स्वास्थ्यलाई राखेपछि स्वास्थ्य क्षेत्रको प्रगति गर्ने हाम्रो दायित्व पनि भयो। त्यसैले आज हामी जनताको स्वास्थ्यप्रति अत्यन्त संवेदनशील भएका छौँ र आज 365 दिन हाम्रो यहाँको हेल्थ पोस्ट खुल्ला राख्ने व्यवस्था गरेका छौँ, ताकि शनिबार मान्छेलाई बिरामी हुनु पर्यो भने आइतबारसम्म पर्खिनु नपरोस्। शनिबार पनि हेल्थ पोस्ट खोल्ने मलाई लाग्छ नेपालकै यो नौलो अभ्यास हो। मलाई लाग्छ सबै ठाउँमा यो अहिले पनि यो सुविधा छैन। त्यस्तै गरी यहाँका बिरामीहरू के अरे आकस्मिक बिरामी हुँदाखेरि अस्पताल जाने यहाँ एउटा पनि एम्बुलेन्स थिएन। यहाँका मान्छेहरूले श्रीनगरबाट र दाङबाट एम्बुलेन्स मगाएर चढ्नु पर्थ्यो। आज यहाँका नागरिकको सेवाको लागि हामीले 2वटा एम्बुलेन्सको व्यवस्था गरेका छौँ र स्वास्थ्यको पूर्वाधारको क्षेत्रमा पनि हामीले धेरै कामहरू गरेका छौँ। वार्ड नम्बर 3 वार्ड नम्बर 5 मा हामीले निःशुल्क जग्गा प्राप्त गऱ्यौँ र 2वटै आधारभूत स्वास्थ्य केन्द्रहरू निर्माण भई अहिले सेवा प्रदान गरिरहेका छन्। त्यस्तै गरी वार्ड नम्बर 2 र वार्ड नम्बर 1 मा अहिले सुविधा सम्पन्न अस्पतालहरू बनि के अरे स्वास्थ्य संस्थाका भवनहरू बनिराखेका छन्। 80 लाखमा 2वटा स्वास्थ्य भवनहरू निर्माणाधीन अवस्थामा छन्, अन्तिम चरणमा छ। सम्भवतः चैतमा यिन 2टै हेल्थ पोस्टको भवनहरू सम्पन्न हुनेछन्। त्यस्तै गरी हामीले महिला स्वयंसेविका स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने महिला स्वयंसेविकालाई पनि हामीले उनीहरूलाई गर्भवती महिलाहरूलाई त्यसपछि बच्चाहरूको खोपको कुराहरूलाई अनि रिपोर्टिङ गर्न हामीले मासिक रूपमा उनीहरूलाई हामीले सञ्चार सेवा उपलब्ध गराएका छौँ। उनीहरूको मिटिङमा आउँदा जाँदाखेरि यातायात खर्चको व्यवस्था गरेका छौँ, उनीहरूलाई पोसाकको व्यवस्था गरेका छौँ। त्यति मात्रै नभएर अरू ठाउँका महिला स्वयंसेवकले के गरेका छन् भनेर उनीहरूलाई भिजिटको व्यवस्था पनि हामीले गऱ्यौँ। आज स्वास्थ्य क्षेत्रमा हामीले उल्लेखनीय काम गरेका छौँ। त्यति मात्रै नभएर प्रत्येक गर्भवती महिलाले प्रोटोकल अनुसार 4 पटक स्वास्थ्य जाँच गराउँदाखेरि 1 किलो आयोडिन नुन र एउटा साबुन हामीले अहिले दिने गरेका छौँ उनीहरूलाई।
र 4 पटक प्रोटोकल अनुसार गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूलाई हामीले प्रोत्साहनको व्यवस्था गरेका छौँ र सुत्केरी भएर घर गइसकेपछि अनि हाम्रो स्वास्थ्य कर्मीहरू गएर उनीहरूलाई घरमै भेटघाट गर्छन्। ज्येष्ठ नागरिकलाई हामीले घरमै गएर भेट्ने व्यवस्था मिलाएका छौँ। हाम्रो 3 महिनामा जनप्रतिनिधिले स्वास्थ्य कर्मीलाई गएर ज्येष्ठ नागरिकलाई घरमै भेट्नुहुन्छ र पूर्ण सरसफाइयुक्त गाउँपालिका गराउन हामीले के अरे सरसफाइ अभियन्ताहरू पूर्ण सरसफाइ अभियन्ताहरू हामीले करारमा नियुक्ति गरेर काम गरिरहेका छौँ। स्वास्थ्य क्षेत्रमा हामीले उल्लेख्य काम गरेका छौँ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद सरकारी नारालाई सार्थक बनाउन गाउँपालिकाभित्र निर्माण हुने खेलकुदका लागि वडा नम्बर 3 को रिखे बजारमा खेल मैदान निर्माण गरिएको छ। गाउँपालिकाले यसलाई उपलब्धिका रूपमा बुझेको छ। गाउँपालिकाको एउटा नमुना खेल मैदान मलाई लाग्छ कर्णाली प्रदेशको एउटा नमुना खेल मैदान हामीले रिखे बजारमा हामी निर्माण गरेका छौँ। त्यहाँ अध्यक्ष कप प्रतियोगिताहरूमा प्रत्येक वर्ष गर्छौँ। विद्यालयका तहवाइज हामीले त्यहाँ खेलकुद खेलाउँछौँ। त्यसैले शिक्षा क्षेत्रमा पनि हामीले उल्लेख्य व्यवस्था गरेका छौँ। गाउँपालिकाभित्र रहेका पानीका मुहानहरूलाई संरक्षण गर्दै सबैलाई खानेपानीको पहुँचमा पुर्याउन एक घर एक धाराको अवधारणा अनुरूप काम गरिएको छ। लुहाम लिफ्ट खानेपानी, राजागिटी लिफ्ट खानेपानी, रामबजार खानेपानी, बसुवा 5 बले टोटके लिफ्ट खानेपानी लगायतका थुप्रै ठाउँमा खानेपानीको योजना निर्माण भइसकेका छन्, जसले नागरिकहरू गुणस्तरीय खानेपानीको पहुँचमा पुगेका छन्। अलिक माथिल्लो बस्तीमा पानीको अभाव हुने क्षेत्रमा लिफ्टिङ खानेपानी अहिले गाउँपालिकाकै आफ्नो लागतमा हाम्रो वार्ड नम्बर 2 को राजागिटीमा लिफ्ट खानेपानी योजना निर्माण भएको छ, अन्तिम चरणमा छ। वार्ड नम्बर 6 मा विशेष अनुदानबाट हामीले 1.5 करोडको एउटा खानेपानी सम्पन्न गर्ने अन्तिम चरणमा पुगेको छ। त्यस्तै गरी फालाबाङमा हामीले माथिल्लो कमेर गरेर खानेपानीमा हामीले फालाबाङमा खानेपानीको व्यवस्था गरेका छौँ। त्यस्तै गरी अहिले पिमखोलाबाट बसुवा 5 बले टोटकेमा लिफ्टिङ खानेपानीको काम भइरहेको छ र त्यसै गरी हाम्रो अहिले केही योजनाहरू हामीले डिपिआर बनाएर आगामी वर्ष हामीले सम्पन्न गर्ने हाम्रो सोच छ। वार्ड नम्बर 1 को खज्जरमा पानी पुर्याउने योजना रहेको छ र धेरै ठाउँमा किसानहरूको उत्पादनलाई जोड दिने, किसानहरूको खानेपानीलाई सुनिश्चितता गर्ने, त्यसका लागि हामीले धेरै प्रत्येक वर्ष पाइप खरिद गर्ने, जहाँ आवश्यक छ किसानहरूको तिनीहरूलाई पाइप वितरण गर्ने र यो क्षेत्र विशेष गरी त्रिवेणी क्षेत्र नदीहरूको चपेटा पर्ने क्षेत्र पनि हो। हाम्रो यही भूगोलबाट शारदा नदी बग्छ, लुहाम खोला बग्छ, बाँस खोला, पिम खोला, रिखे खोला आदि विभिन्न खोलाहरू बग्ने भएको हुँदा तटबन्धको कामलाई पनि हामीले अगाडि बढाएका छौँ। तटबन्धको क्षेत्रमा पनि उल्लेखनीय काम भएको छ। हामीले आफै जाली खरिद गरेर किसानहरूको माग अनुसार जाली वितरण गर्ने काम गरेका छौँ। त्यस्तै गरी जिल्लामा रहेको सिँचाइ कार्यालयबाट पनि हामीले हाम्रो भूगोलमा धेरै ठुलो परिमाणमा हाम्रो तटबन्धको कामहरू सम्पन्न भएको छ। किसानको नदी कटानलाई रोक्ने कामहरू गरेका छौँ। आन्तरिक शान्ति सुरक्षा, उद्धार कार्य, बजार व्यवस्थापन जस्ता कुराहरूलाई व्यवस्थित गर्न नगर प्रहरीको व्यवस्था गरिएको छ। विगतमा सामान्य घराइसी झगडा पनि प्रहरी र अदालतसम्म पुग्ने गर्थे। अहिले गाउँपालिका उपाध्यक्षकै संयोजकत्वमा न्यायिक समिति गठन भएको छ। यसले मेलमिलापलाई केन्द्रमा राखेर गाउँपालिका भित्रका विवाद, घरेलु हिंसा लगायतका मुद्दामा न्यायिक निरूपणको काम गर्दै आएको छ। हामी निर्वाचित भइसकेपछि एउटा न्यायिक समिति भन्ने पनि त्रिवेणी गाउँपालिकामा मेरो गाउँपालिकामा छ, त्यसको संयोजक म आफै गर्छु। त्यसमा न्यायिक समितिमा पनि हामीलाई सबै मुद्दाहरू चाहिँ हामीले हेर्न पाउँदैनौँ। हामीले हेर्ने भनेको कुटपिट, खान लाउन नदिएको, वृद्धहरूलाई दुःख दिएको, आनीसानीको यस्तै सामान्य मुद्दाहरू हामीले चाहिँ हेर्ने हो। त्यसमा हामीले सबै मेलमिलाप गरेर पठाउने हो। हामीले त्यस्ता मुद्दाहरू पनि धेरै हेरेका छौँ। र एउटा कुरा चाहिँ न्यायिक समितिमा हामीले काम गर्दाखेरि अलिकता असजिलो र चुनौती भएको के पनि लाग्छ भने 5 वर्षमा मलाई हामीसँग कानुनी सल्लाहकार नभएको अवस्था थियो हैन। त्यसमा पनि अब आफै नै सबै कुराहरू सहजीकरण गर्नुपर्ने, कर्मचारीको सहयोग लिएर र अन्य अप्ठ्यारा कुराहरूमा अध्यक्षज्यूसँग पनि कोर्डिनेसन गरेर मुद्दाहरू हामीहरूले धेरै मुद्दाहरू मेलमिलाप गराएका छौँ। धेरै मुद्दाहरू मेलमिलाप गराउँदा थोरै चाहिँ अलिकता पेन्डिङमा पनि छन्। अब त्यो पनि हामी मेलमिलाप गराउने क्रममा छौँ। गाउँपालिकाले देखाएको अग्रसरताकै बीच पनि केही योजनाहरू पूरा हुन पाएका छैनन्। विगत लामो समयसम्म स्थानीय तह जनप्रतिनिधि विहीन थिए, कर्मचारीको पनि अभाव थियो, जसले गर्दा योजनाबद्ध विकासका कार्यक्रमहरू कार्यान्वयनमा आउन कठिनाइ थियो। तर विगत 5 वर्ष पहिले भएको स्थानीय तहको निर्वाचनपछि
जनप्रतिनिधिहरूको बहाली भएको छ। विकास तथा सेवा प्रवाहमा जनअपेक्षा अनुसारका मागहरू सम्बोधन भइरहेका छन्, जसले स्थानीयहरू पनि खुसी छन्। नागरिकका माग र आवश्यकताहरूको तत्काल सम्बोधन हुने सम्भावना बढेर गएको छ भने जनताका आशाका किरणहरू फैलिँदै गएका छन्। विकासको लहर बढेर गएकोमा जनप्रतिनिधि मात्र होइन, गाउँपालिकाको सिङ्गो पङ्क्ति खुसी देखिन्छ। फलत जिल्लाका स्थानीय तहहरूमध्ये त्रिवेणी गाउँपालिका विकासको उत्कृष्ट अवयव र सम्भावना बोकेको गाउँपालिकामा गनिएको छ। यहाँका सचेत राजनैतिक दल र उत्प्रेरित गाउँवासीकै कारण यो गाउँपालिकामा दरिलो अनि दिगो विकासले फड्को मारेको महसुस गर्न कठिन छैन। शून्यबाट सुरु भएको पालिका समृद्ध बनाउनु सानो कुरा होइन। नेतृत्वको इच्छा शक्ति र सबैको साथ सहयोग पाएमा सुन्दर त्रिवेणी निर्माण गर्न कठिन छैन। जहाँ इच्छा त्यहाँ कार्यसिद्धि भने झैँ समृद्ध त्रिवेणीको मूल बाटोमा हामी सबैको यात्रा जारी रहनेछ।